हेलो गाइस, नमस्कार। माई न्यू भ्लग बनाउँदैछु। आज चाहिँ माई खोला जाँदैछु। हामी सबैजना नुहाउनलाई माईमा पूजा गर्नलाई मन्दिर होइन। हामी सबैजना जाँदैछौँ। भाइ चाहिँ अघि बाइकमा गइसक्यो। यस्तो छ हालत यता चाहिँ। निर्जल निर्जल हेलो हेलो हाम्रो चुरमुसिया चाहिँ यस्तो छ। माई नुहाउनु जाने भनेर एक्साइटेड सबैजना, तर मलाई चाहिँ सन्चो छैन। अब सिटीलाई पर्खिरहेको छौँ। हामी चाहिँ सिटी आइपुगेको छैन। सिटी कतिखेर आइपुग्छ। बाहिरको मौसम चाहिँ आज यस्तो छ। पानी पनि पर्नु लागिरहेछ। अघि त एकछिन पानी पनि पर्यो होइन। अब हाम्रो सिटी आउँदैछ अरे, निसक्यो अरे होइन। अनि पर्न आँटेको छ। अब कस्तो हुने हो हजुरहरूलाई देखाउँछु साथी। मन पऱ्यो हेर्नु होला, मन नपरे अब के भन्नु है। मन परेन भने त आफ्नो इच्छा हो, हेर्नु नहेर्नु। सिटी चाहिँ आइपुगेको छ साथीहरू। अब हामी जाँदैछौँ। भर्खर उहाँको चाहिँ भर्खर बेला हुँदैछ कि जुत्ता मोजा लाउने। अहिलेसम्म सुतिरहेको थिएँ। भर्खर बेला हुँदैछ उहाँको चाहिँ। अब सिटी आएपछि लाउनु पऱ्यो नि त। हतार फाइनल्ली साथीहरू अब हामी माई खोला पुगेपछि बनाउनेछौँ। फाइनल्ली हामी चाहिँ सिटीमा चढिसकेको छौँ साथीहरू। बोलाऊ यो बुक निर्जा बोल्नु सानो बुझी छैन। फाइनल्ली हामी चाहिँ आइपुग्यौँ माई। सबै दर्शन गरेर गएको हुनुहुन्छ, कोही नहुनुहुन्छ। हेर्नु होला साथीहरू। नुहाउँदैछन्। नुहाउनु हुँदैन र खोलामै पनि पाइन्छ सामानहरू यसरी किन्नलाई। हामीले चाहिँ घरबाट अलरेडी ल्यायौँ र पारीबाट किनेर यसरी ल्याएको छौँ। त्यसरी आउनुहुन्छ पूजा गर्नु। चाहिँ माथि लानु भएछ कि पूजा गर्नु। मान्छे चाहिँ भिडै छ। भिडै हुन्छ खोलामा यसरी। हाम्रो चाहिँ अलिक माथि नै जानुभएछ। सधैँ हामीले माथि नै नुहाउने गरेकोले माथि नै गएछ भाइ। त्यसैले हामी पनि माथि नै जाँदैछौँ। हामी चाहिँ माथि जाँदैछौँ। जल
बाउ छोरा चाहिँ त पिसाब गर्दैछन् पिसाब आएर कति राम्रो यो अघि कस्तो राम्रो थियो अहिले फेरि हावाले उयो गरिसक्यो नि हावाले होइन घामले ओइलिसक्यो कस्तो उता गएर खिचौँ भने त भएन यसरी हो भागको बाटो उता दिएन सिधै एकछिनमा उता गएर घुम्नु पनि पर्यो होला नि त यहाँ छ हौ भाइले फुटाउनुहुन्छ हौ यो चाहिँ जहिले पनि मुख ठोस्स बनाउने बानी चाहिँ के होला हौ हाम्रो यो दिन्छ हुन्छ अर्को साइडमा आइरहेछ थोरै थोरै आउँदा घुम्दै लाउनु न घुम्दै त्यो भरै हेलो साथीहरू हामी चाहिँ अब पूजा गरेर घर जाँदैछौँ भन्दा नि मन्दिर जाने हो मन्दिर जाने मन्दिरमा पूजा गर्ने अनि त्यसपछि घर जाने दुईजना चाहिँ बाइकमा गइसके कान्छा छोरा चाहिँ झोला बोकेर फिल्लिली उडिसक्यो कहाँ पुगिसक्यो थाहा छैन हामी दुईजना मात्रै छौँ यहाँ चाहिँ होइन म पनि छु हामी चाहिँ अब चाहिँ जाँदैछौँ पर गएर बसिरहेको रहेछ ओ निश्चल के गरेको ब्याग पनि बोकेर गएछ मेरो चामल पनि दिन्छ चामल त उता अर्को ब्यागमा छ अनि त्यहाँ जोगीहरूलाई दिँदै दिँदै हिँड्नु पर्दैन थियो अनि अब त्यहीँ त बस्छ उनीहरू निश्चल ए बेबो मेरो ब्याग पनि बोकेर हिँड्दिएको हातै गाउँदो रहेछ यस्तो छ यहाँ चाहिँ काँसघारी अची यहाँ ब्याग पनि बोक्दैछ रोबोट किन्ने पैसाले छैन नि त्यो नाइ मन्दिर छ मैले चाहिँ होइन पूजासुजा गऱ्यो मिल्दैन रहेछ मैले बाहिरबाट भिडियो गरेको चाहिँ त्यति सानो बोलेको सुनिन्छ घुम्नलाई दर्शन गर्नलाई आउनु होला